आज चाहिँ हामी कोरियाको नाङ्गो डाँडाले परिचित पहाडमा आएको छौँ। यो पहाड चाहिँ पहिला हरियाली नै थियो, एकदम भीषण आग लागेपछि चाहिँ पुरै नाङ्गो भयो। अहिलेसम्म पनि यहाँ चाहिँ बोट बिरुवाहरू उम्रिनु सकेको छैन। कयौं किस्सा जोडेर धेरै यादहरू छोडेर कतै टाढा पुग्नु छ बाल्यकालको नाता तोडेर। यता सिधै आउनु, यतै यतै यो बाटोमा। पाइला पाइला याद बोकेर म पो कतै टाढा पुग्नु छ, तर गाउँ त जुगाउँ यही रहन्छ। यो गाउँसँग पनि मन हुँदो हो त, मैले जसरी उसले पनि यो गाउँ सम्झिरहन्थ्यो होला। हामी पुग्नु पर्ने चाहिँ यो डाँडामा, यो टुप्पामा।